आरएनसी युट्युब च्यानल हेरिरहनुहुने सम्पूर्णमा मेरो नमस्कार। के तपाईँ ढुङ्गामा पोलेको मासु ट्राई गर्नुभएको छ? गर्नुभएको छ भने धेरै राम्रो। यदि गर्नुभएको छैन भने यही भिडियो हेरेर ट्राई गर्नु होला है त। आगोको कमी भयो जस्तो छ। नै छैन छैन छैन, आगोको त कमी छैन। भएर होला कहाँ ल्याउँछ भने त्यसले अस्ति ल्याएन त्यत्रो काम गर्न गएर तेल छ ह्याकिङ त यस्तरी बनाउनु पर्छ है। लिनु न अब सिजन त तपाईँलाई अब आफैले टिप्दै लिँदैछ। चुपडी छेउडको थाहा बोल्छु मेजै पहिला पहिला त यार चौधको त्यो मसला घिउ त टन्नै भेट्थ्यो त अहिले त भेट्दैन हो माकुरा न चाउचाउको उसले तेल यस्तो राम्रो हुन्छ नि। आधो उठेन यो त काँचै भयो नि मिठो त हो माको न अब यस्तो सार्नुपर्छ जङ्गल सबै त्यसमा पाक्दैन। अब यो ढुङ्गामा चाहिँ हल्का कहाँबाट तेल बस्या रहेछ यार पुन्चैले अगाडि पोलेर खाइसक्यो। पोलेरै